धन्यवाद सम्पूर्णलाई जय मसीह तथा नमस्कार। म पावलको तर्फबाट विशेष गरी म यहाँहरूलाई जानकारी गराउन चाहन्छु कि हामी शहीद चोकमा छौँ। अनिखेरि अब यहाँ शहीद चोकमा एरियामा चाहिँ भएको जति पनि टाढा टाढाबाट आउनुभएको दाजुभाइ दिदीबहिनी भाइ बहिनीहरू कोही लेख पढ गर्न बस्नुभयो होला अनि विश्वासीहरू हुनुहुन्छ। अनिखेरि किनकि परमेश्वरको मण्डली तेरो मेरो हुँदैन अनि हामी एउटै परमेश्वरको सन्तान हो, एउटै टेबलमा खाने सन्तानहरू हो। त्यो भएको कारणले गर्दाखेरि हामी किनकि शिक्षा फरक हुनु हुँदैन। पिता पुत्र पवित्र आत्मा त्रिएक परमेश्वरमा विश्वास गर्ने मण्डली हुनुपर्छ। अनि हामी चाहिँ पिता पुत्र पवित्र आत्मा त्रिएक परमेश्वरमा विश्वास गर्ने मण्डलीहरू हो, प्रशस्त कटनी मण्डली हो। यहाँहरूलाई चाहिँ तपाईँहरू सेवा सङ्गतिबाट वञ्चित हुनुभएको छ भने ठ्याक्क शहीद चोकबाट अलि माथिल्लोपट्टि इन्द्रदेव हलको अगाडिपट्टि प्रशस्त कटनी मण्डली छ। अनि त्यहाँ तपाईँहरू आउन सक्नुहुन्छ। अनि सेवामा त्यहाँ सुरुवात भएको 1 वर्ष भयो। अनि तपाईँहरू सेवामा निरन्तर बस्न सक्नुहुन्छ। र अनि हामी चाहिँ विश्वासमा परिपक्व बलियो भएर अगाडि परमेश्वरको राज्यलाई अगाडि बढाउँदै र परममा विश्वासमा परिपक्व हुँदै आफूलाई पनि उद्धारमा मुक्तिमा चाहिँ पूर्ण रूपले जरा गाडीको हुँदै अगाडि बढ्नको निमित्त अनि चाहिँ परमेश्वरसँग हामी निरन्तर प्रार्थना गरिरहनेछौँ। र किनकि सेवासँग चर्च भनेको तेरो मेरो हुँदैन। चर्च भनेको भवन होइन, तपाईँ हामी हो। अनिखेरि एकअर्कालाई हामीले उत्साह दिनुपर्छ। अनि कतिपय मण्डलीहरूमा विकृतिहरू छन् तेरो मेरो भन्ने। अनिखेरि किनकि परमेश्वरको जन चाहिँ तेरो मेरो हुँदैन, हामी सबै यीशुका हौँ। अनिखेरि हामी उहाँकै हौँ र उहाँमै विश्वासमा दरिलो हुनुपर्दछ भन्ने चाहिँ हाम्रो मण्डलीले त्यही सिकाउँदछ। हुन्छ, यहाँहरू तपाईँहरू चाहिँ सेवामा वञ्चित हुनुहुन्छ भने टाढा टाढाबाट आएर कोही लेखाइ पढाइमा पढ्न आउनुभएको छ, कोही चाहिँ अब धेरै विभिन्न काममा आउनुभएको छ भने तपाईँहरूको लागि सेवा नजिक छ। तपाईँहरू आउनुहोस्। शहीद चोकबाट अलि माथिल्लो यो शहीद चोक चाहिँ मिलन रोडबाट अलि माथिल्लोपट्टि हङकङ बजारमा यो चाहिँ इन्द्रदेवको हल अगाडि ट्याक्कै तपाईँहरू आएर अनि मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मेरो कन्ट्याक्ट नम्बर 98122727 लास्ट 89 हो। मेरो नाम चाहिँ पास्टर पावल मिजार हो। यहाँहरूले मसँग सम्पर्क गर्न सक्नुहुन्छ। यहाँहरूको हरेक चाहिँ कोही बिरामी हुनुहुन्छ भने, कोही दुःख तकलिफमा पर्नु भएको छ भने तपाईँहरूले मसँग प्रार्थना माग गर्न सक्नुहुन्छ। म परमेश्वरसँग प्रार्थना गरिदिनेछु र यहाँहरूको समस्या परमेश्वरले सल्भ गर्नुहुन्छ। धन्यवाद। जय मसीह। आमेन।